र 32औं श्रृङ्खलामा यहाँ सबैलाई स्वागत गर्दै म आफ्नो छोटो मन्तव्य यहाँ टुङ्ग्याउँछु। नमस्कार। अब ढिलो नगरिकन हाम्रो दिवंगत कथाकार, आजका दिवंगत कथाकार हुनुहुन्छ कृष्णबम मल्ल। कृष्णबम मल्लको गुलाब नामक कथा, जो सम्वत 2002 सालमा शारदा पत्रिकाको वर्ष 1 सङ्ख्या 678 वर्ष 11 शारदाको वर्ष 11 अङ्क 678 सम्वत 2002 संयुक्त अङ्क 678बाट सम्वत 2000बाट वाचन गरिदिनु हुनका निम्ति कथाकार इल्या भट्टराईज्यूलाई यहाँ व्यासमा निम्त्याउँछु। हार्दिक धन्यवाद। यस कथाप्रेमीहरूको यो भव्य गरिमामय सभामा मलाई आज यो दिवंगत कथाकारको कथा पढ्न सौभाग्य मिलेको छ। यसको लागि म यो संस्थाप्रति हार्दिक आभारी छु। र आज मेरो आफ्नो मामा आदरणीय श्री माधव प्रसाद गौतमज्यू यहाँ उपस्थित हुनुहुन्छ। उहाँको उपस्थितिमा म आफ्नो आज कथा वाचन गर्दैछु। पहिलोपटक हो। कुरो गर्न लाज हुन्छ भनी त के भयो। बाबु साहेब झलेन्द्र सिंहका घरमा केटी पसेका पनि उसका 7-7 महिना भइसकेका थिए। त्यही दिन गुलाबले कुच्चिएको टिनको बाकस र गुन्टा बाबुका पिठमा राखी बौद्धतिर लाग्नु पर्यो। यसैलाई ऊ मेरो हजुर भन्दथे। आज यो हजुर ऊदेखि पर भयो। ऊ आगो थियो र आफू मेधा थिए। दुवै प्रेमले बले, दुवै कुनै निष्ठुरले पानी हाली आगो निभायो। जे होस्, ऊ साधारण स्त्री थिए। उसको हृदयमा पनि सानो घर बसाउने, आमा बनी बच्चालाई दुध चुसाउने इच्छा थियो। उसको राम्रो अर्थी जवानको पछि लागे खतरा, बरु बुढाकै शरण परे पटरानी हुनु पाइने। गुलाबको मनमा उनले पुरा विश्वास पारे। हुन पनि यही भयो। गुलाब माइला बाजेकै घर गए। उसका बाबुआमा पहाडतिर लागे। उनी दबाउनु जान्दथे। अब गुलाब थपी बाहुनीहरू यो के देखि सहन सक्दथे। ठुलो आशा थियो। अब माइला बाजेका ऊ शान्ति पाउला भन्ने उसको आशा हरायो। ऊ जस्ता आएकी थिए त्यस्तै उस्तै हिँड्न लागे। माइला बाजेले गुलाब म छैन र भन्दै अगाडि बढी उसलाई समाते। उसका हात झट्कार्दै गुलाबले भने, कथा मार्मिक थियो। सुन्दै जाँदाखेरि एकदम के होला जस्तो थियो। लास्टमा सुखान्तमै कथा चाहिँ सकियो। हाम्रो कृष्णबम मल्लले लेख्नुभएको 2002मा शारदामा प्रकाशित कथा इल्या भट्टराईजीले सुनाएर जानुभयो। त्यसको लागि उहाँलाई धेरै धेरै धन्यवाद छ। अब ढिलो नगरिकन आजको मूल कार्यक्रमपट्टि लागौँ। दिवंगत कथाकारलाई हामीले सम्मान प्रकट गरिसक्यौँ। आफ्नो कथा रोल नम्बर 4 यो स्वयम्भूका आँखाहरू भन्ने पुस्तकमा प्रकाशित हो। कथा उहाँले 2043 सालमै लेख्नु भएको हो, तर 2047 वैशाखमा यो कथा छापिएको हो। रोल नम्बर 4 कथा वाचनका लागि कथाकार निर्मोही व्यासज्यूलाई आज मलाई विशेष गौरवानुभूति भइरहेको छ। किनभने अघि भर्खर उद्घोषक महोदयले भन्नुभयो, क्वान्टिटीको हिसाबले पहिले पनि यति सङ्ख्या थियो होला, योभन्दा बढी पनि थियो होला। क्वालिटीको दृष्टिले आजको यो हाम्रो कथा वाचन समारोह अत्यन्तै गरिमामय रहेको छ। माधव प्रसाद गौतमज्यू सान्निध्यको अहिले पनि पाउँदैछु। हाम्रो सौभाग्यले उहाँ अहिले यहाँ उपस्थित हुनुहुन्छ। विराट ब्रह्माण्डमा नै घोडामा ढुङ्नुपर्ने पारिवारिक हिसाबले मेरो दिदी हुनुहुन्छ 7 वर्ष जेठी। र मलाई स्कुल, कलेज, युनिभर्सिटीमा पढाउने सबै गुरुहरूमध्येबाट अब मेरो सौभाग्यले उहाँ मात्रै बाँकी हुनुहुन्छ।
मैले गोडामा ढोग्नु पनि 2 जना हुनुहुन्छ र त्यो माधव प्रसाद गौतमजी उहाँ अझै सृजना गरिराख्नु भएको छ, अझै हामीलाई आशीर्वाद दिइराख्नु भएको छ। हामीलाई भन्नाले मैले यहाँ मेरो भाइ पनि छ, यहाँ सहोदर भाइ, हामी दुवै उहाँका पट्ट शिष्य हौँ। त यो सौभाग्य मैले आज यहाँ पनि पाइराखेको छु, यसको लागि मलाई एकदमै गौरव अनुभूति भएको छ। असोज 31 गते पनि मेरो कथावाचन कार्यक्रम राखिएको थियो। उसित सम्बन्धित सारा घटनाहरू मेरो स्मृतिको पर्दामा सरल आउन थाल्छ। रोल नम्बर 1 यस सर, 2 उपस्थित महाशय, 3 हाजिर, 4 छैन, सामूहिक स्वरमा जवाब आउँछ छैन सर, 5 यस सर, 6 यस सर, 7 8 9 10 11 12 20 30 45 60 75 65 70 यस सर यस सर यस सर हाजिर। म 10औं कक्षाको नयाँ क्लास टिचर। हामी दुवै एकअर्काका लागि नौला छौँ। मैले यहाँका शिक्षक विद्यार्थीहरूलाई चिनिसक्नु बाँकी नै छ। अर्को दिन रोल नम्बर 1 यस सर, 2 उपस्थित महोदय, 3 हाजिर, 4 मौन, 5 यस सर, 6 यस सर, 7 50 69 70 यस सर यस सर यस सर हाजिर। केही नै स्थिति दोहोरिन्छ। 5औं दिन हाजिरी लिइसकेर पढाउन थाल्दा ढोका बाहिरबाट एउटा झ्याङपाले कमिज पाइजामा लगाएको प्रश्नकर्तातिर सरल एक दृष्टि दिएर स्वीकृतिमा मुन्टो हल्लाउँदै वक्तव्य जारी नै राख्छु। ट्वाङ ट्वाङ दोस्रो घन्टी लाग्छ। हाजिर कपी लिएर बाहिर नलाएको मलाई त्यस खाउटे अनुहारले रोक्छ। सर, मेरो हाजिरी। म अडिएर सोच्छु, तिम्रो नम्बर 4 सर। तिमी प्राय अनुपस्थित रहँदा रहेछौ बाबु, यसरी त पढाइ हुँदैन त। अबदेखि नियमित हुने गर है। ल, आजको हाजिरी मैले बनाइदिएँ भन्दै म बाहिर हिँड्छु। के गर्ने सर, स्वास्थ्य ठिक थिएन, अबदेखि चाहिँ सधैँ आउँछु। बिहारी आमा बाबुलाई मद्दत गर्नु परेको। उनीहरू एक शरमा फेरि पोखिन्छन्, भएर पनि नभए जस्तै छन्। उसका बाबु एकदम बुढो र बाथको रोगी छ। त्यसमा पनि उनीहरूको आफ्नै स्थिति, के खाउँ के लाउँ भन्ने छ सधैँ। उनीहरूले माइतीलाई मद्दत गर्ने कुरै आउँदैन। यो बिचरो मुनि 3 भाइ र 2 बहिनी छन्। जेठो छोरो यही बिचरो हो। जग्गा जमिनको नाममा कसै गरी एउटा छाप्रोसम्म छ। 3 महिनापछि स्वस्थ भएर फेरि स्कुल जान्छु। असोज महिना 6 दिनदेखि टेस्ट परीक्षा चलिरहेको रहेछ। निरीक्षण गर्न जाँच चलिरहेका कोठाहरूतिर लाग्छु। देख्छु रोल नम्बर 4 पनि मग्न भएर जवाफ लेखिरहेछ। मलाई देखेर ऊ नमस्कारको मुद्रामा हात जोड्छ। जवाफ फर्काउँदै म सोध्छु, भन कस्तो छ आमालाई? ऊ लेख्न नरोकी छोटो जवाब दिन्छ, ठिकै छ सर। अर्को दिन खटाइएको कोठामा गई निश्चित समयमा कापी र प्रश्नपत्र बाँड्न थाल्छु। यो उही कोठा हो, तर रोल नम्बर 4 छैन। कस्तो छिटो बोल्नु, मैले किन टाउको दुखाइरहेको होला? मेरो लागि त जस्तो अरू पनि त्यस्तै त हो नि। घटनामा आधारित हो। यसका प्रत्यक्षदर्शी भोग्ने हामी छौँ। यो रोल नम्बर 4 चाहिँ मेरो हो, म पढ्दाखेरिको। तर कथाको पात्र चाहिँ अर्कै हो। यो दाजुले पढाउने गर्नुभएको पात्र हो, सही नै पात्र हो, एकदम सत्य घटनामा आधारित हो। ऊ आमालाई जलाएर आएर अनिखेरि जाँच दिन आउँदाखेरि 1 घन्टा उसो ढिलो भएको थियो। धेरै मार्मिक कथा आज सुनाएर जानुभयो। अब ढिलो नगरिकन हाम्रो आजको नारी स्रष्टा अर्की कथाकार शारदा पराजुलीको कथा अपराध बोध सुन्न हामी आतुर छौँ। यो कथा बाटिका अनि शीर्षकको कथा सङ्ग्रह सम्पादक विनय कुमार शर्मा नेपालले 2068मा चाहिँ शब्दार्थ प्रकाशनबाट यो प्रकाशित भएको छ। त्यसै पुस्तकमा सङ्ग्रहित कथा वाचन गर्नका निम्ति कथाकार शारदा पराजुलीलाई यहाँ म निम्त्याउँछु। फेरि पनि सबैलाई नमस्कार। अनि आज चाहिँ यो कथा भन्छु भनेर यहाँबाट ल्याएको थिएँ। ठ्याक्कै यसमा चाहिँ हाम्रो इलिया भट्टराई म्यामको पनि कथा रहेछ। मैले अहिले भर्खरै देखेँ कि ऊ कोठाको भेटिनँ। ऊ कोठाको खोजी गर्दै घट्टेकुलोबाट बुद्धनगरसम्म पुगेकै थिएँ। घट्टेकुलोमै होला आज हामी, होइन? झन्डै यस्तैको कथा रहेछ, संयोग मिल्न गएछ।
पुगेकी थिए। त्यहाँ पनि उसले घरै पछि कोठा खाली छ कि भनेर सोध्दै हिँडी। कोठा खोज्दा खोज्दै ऊ देवविलास सरको घरमा पुगिछे। घरमा म्याडम मात्र रहेछन्। उनले विभुदाका बारेमा सबै सोधी खोजी गरिन् र भनिन्, भोलि एकचोटि आउनु, आज सर स्कुल जानुभएको छ, म सरसँग पनि सल्लाह गर्छु। उसलाई लागेको थियो सरकी भए पनि कति मजाकी रहेछन् भाउजू त। उसको सोचाइ त फेल भयो। अब उनी विभुदासँग खुलेर बोल्न छोडिन्। दाजुले नै भाउजूलाई कोठामा चिया लगिदिन्थे। उनी खुस पर्दा भान्सामा पसेर खाना खान्थिन्, नत्र दाजुले कोठैमा पुर्याइदिन्थे। दाजु र भाउजू आफ्नै कोठामा बसेर टिभी हेर्दै गफ गर्थे। सधैँ चाहिँ विभुदा पार्लर जान हतारोमा थिए। म्याडम हातभरि सामान बोकेर घरभित्र छिर्दै रहेछन्। उनले भने, विभुदा बहिनी, अमेरिका जाँदैछु, बेलुकाको प्लेनमा, मात्र 3 महिनाका लागि, त्यसैले यी सामानहरू किनेर ल्याएकी। उनले हाततिर इसारा गरिन्। अनि सर, विभुदाले प्रश्न गरिन्। सर यहीँ बस्नुहुन्छ, भिसा लाउनका लागि परेका छन् रे। म्याडम यस्तै अरू कुरा भन्दै थिइन्। विभुदाले घडी हेरी। साँच्ची तपाईँ हिँड्न लाग्नु भएको रहेछ। मेरो पनि मन जिते भन्ने कुराले सशङ्कित हुन्थिन् विभुदा। आफ्ना बुबा समानका मानिसलाई पाक चिताए भन्दै फेरि सतर्क पनि हुन्थिन्। नेपाल बन्द भएको 5औं दिनका दिन बिहानैदेखि आकाशमा कालो बादल मडारिन थाल्यो। केही छिनमै ठुलो गर्जनका साथ पानी दर्कन सुरु भयो। पानीसँगै हावाहुन्डरी पनि आयो। कतिपय मानिसका घरका जस्ताका छाना नै उडायो। विभुदा छोरालाई च्यापेर ओछ्यानमै बसिरही। पानी रहेपछि श्रीमानलाई फोन गरी। त्यस बेला प्रयुक्त निदाइसकेको थियो। उनको शरीरबाट एक किसिमको गन्ध आइरहेको थियो। उक्त गन्धले विभुदाको मुटु तान्न खोज्यो। उसको मुटुको चाल परिवर्तन भइसकेको थियो। यज्ञमा घुमेको कुरा सम्झी, सुहाग र रातको कुरा सम्झी, स्वास्नी छोराछोरीका खातिर ज्यानको बाजी थापेर दुबई पुगेका पतिको अनुहार सम्झे। उसलाई अपराध बोध भइरहेको थियो। धन्यवाद। अब कथा सुन्ने पालो सकियो हाम्रो। अब समीक्षाको पालो। यो रोल नम्बर 4 कथामा के छ, के देख्नुभयो, हाम्रो समीक्षकको दृष्टिबाट के देखियो, त्यो कुरो हाम्रा डाक्टर मुकेश चालिसे सरले यहाँ आएर चाहिँ बताउनुहुनेछ। कथा रोल नम्बर 4 बारे समीक्षा। त्यसले गर्दाखेरि साहित्यमा राम्रोसँग पढ्न चाहिँ खुब इच्छा लाग्छ। एकदमै मजाले पढ्न मन लाग्छ। पढ्दा पढ्दै म निदाउन पनि बिर्सिन्छु, खान पनि बिर्सिन्छु। त्यस्तो अवस्थामा मैले यो कथाहरू पढ्ने क्रममा, थाहा पाउने क्रममा निर्मोही व्यासको यो किताब को अन्तिम कथा रोल नम्बर 4 बारेमा मलाई लागेको यति लेखेको छु। ध्यान चलाएँ तैपनि टाइम छैन भन्छ मुखले यसो। मैले शीर्षक के लेखेको छु भने निर्मोहीका कथामध्ये मोहनी लगाएको रोल नम्बर 4 भन्ने वर्णनको सेरोफेरोमा नै मन छुने, द्रवीभूत पार्ने वाक्यहरू यथेष्ट समाहित गरेरै यो कथा बनेको छ। रोल नम्बर 4 दैनिक कक्षामा अनुपस्थिति बारे उसका सहपाठीहरूसँग बुझ्दा काम नपाएको दिन वा खानेकुराको चिन्ता नभएको दिनमा मात्र पढ्न आउन सक्ने उसले बोकेको जिम्मेवारी थाहा पाएपछि सन्तुलित सहानुभूति देखाउन थाल्छ। प्राय कक्षामा अनुपस्थित हुने रोल नम्बर 4 उपस्थित हुँदा पनि उसको भावभङ्गीमा, अघि नै उहाँले पाठ गर्दा नि भन्नुभयो, चिरै चिरा परेको कमिज र पाइजामा, कलेटी परेका ओठ, ठेला सहित
र चरचरी चिरिएका कुर्कुच्चाबाट रगत चुहिरहेको अवस्था मसान घाटबाट आमालाई सेलाएर म सोझै आएको थिएँ। त्यसकारण ढिलो भयो। कथाकारले वर्तमान समयअनुसार दुई गाँसको समस्या भएका न्यून वर्गमा शिक्षाप्रतिको मोहलाई श्यामप्रसाद शर्मा, गुरुप्रसाद मैनालीको लयमा सरल भाषामा सहर उन्मुख देहाती जनजीवनको जलपमा त्यही अनुसार सेवारत मध्यम वर्गका शिक्षकको मनोविज्ञान, त्यस्ता परिवेशमा पाइने सहपाठीहरू र सहिष्णु किसिमको मन्तव्य राख्ने त्यो परिवेशमा उनका सहपाठीहरूबाट पाएको जुन भनाइ छ त्यसलाई राम्रोसँग उतार गर्नुभएको छ। आफ्ना बाआमा र कनिष्ठ भाइ बहिनीहरूलाई बाँच्नसम्म पुग्ने आर्जनका लागि जिम्मेवारी वहन गर्दा श्रमको भुङ्ग्रोको रापमा सेकिएर रोल नम्बर 4 परिस्थितिसँग जुझ्न इस्पातभन्दा दह्रो मात्र होइन, किशोर अवस्थाको अधकल्चो संवेदनशीलताको अभिव्यक्ति सट्टा त्यस्तो अभिव्यक्तिको सट्टा कलिलै उमेरमा जिम्मेवारी बोधको मानसिक रूपमा पाको र दर्विलो देखिन्छ र शिक्षाको लालित्य जीवनमा पोतेर केही होला कि भन्ने आशमा उत्सुकतावश रोल नम्बर 4 सबै पाठकहरूको लागि श्रद्धाको पात्र बन्न सक्छ। हामीले एसएलसीमा पढ्नु पर्थ्यो क्यासाबियनका भन्ने कविता, जसमा बाउलाई म डरिसके त्यही पनि म बसिरहँ बा भन्ने त्यो क्यासाबियनका, अनि रोल नम्बर 4, अनि त्यसपछि गएर मैले चिनिया साहित्यको लिहुलान, यो 3टा चाहिँ नि महत्त्वपूर्ण मलाई जिन्दगीमा कहिल्यै नबिर्सिने कथाहरू। छोटा कथा छन् तर साह्रै राम्रो मन छुने, र पहिलोचोटि पढ्दाखेरि म निकै रोएँ, सकिनँ। अस्ति पनि भनेको थिएँ अब त अलि उमेर पनि पाको भयो, आँसु कम भइसक्यो, त्यो हुनाले रुन्न होला, तै पनि म रुन तयार भएको कथा हो। मेरो भन्नु यति हो। धन्यवाद। धेरै धेरै धन्यवाद डाक्टर मुकेश चालिसेज्यू। बडो राम्रो समीक्षात्मक टिप्पणी प्रस्तुत गरेर जानुभयो, यहाँप्रति आभार प्रकट गर्दछु। अब ढिलो नगरिकन हाम्रो आजको अन्तिम कथा अपराध बोध, शारदा पराजुलीजीको अपराध बोध कथामाथि टिप्पणी गर्नका लागि, समीक्षात्मक टिप्पणी प्रस्तुत गर्नका लागि डाक्टर अम्बिका अर्यालज्यूलाई यहाँ निम्त्याउँछु। ऐजन तपाईँलाई जति चाहिन्छ 10 मिनट त आरामले भ्याइसक्छ। बसेर एकदम इजी वेमा भन्नुहोस्, एकदम इजी वे। हार्दिक धन्यवाद। अनि साहित्यको माहौलले होला मलाई नौलो लागिरहेको छैन, यो मेरै क्षेत्र हो। यहाँ परिचित नामहरू हुनुहुन्छ, अनुहार बरु अपरिचित छ, किनभने म त्यति धेरै साहित्यिक कार्यक्रममा हिँड्दिनँ र म चिन्दिनँ, यो मेरो एउटा कमजोरी नै छ। तर नाम चाहिँ मलाई लगभग धेरैजनाको चाहिँ थाहा छ, र म बच्चैदेखि पढ्दै गरेका नामहरू आज अनुहारमा त्यसलाई ट्याली गर्दै हेरिरहँदाखेरि मलाई कस्तो रमाइलो लागिरहेको छ कतिपय नामहरू त। आज चाहिँ मलाई एउटा जिम्मेवारी लागेको छ, एउटा जिम्मेवारी त्यो शारदा म्यामले लेख्नुभएको कथामाथि हामीले सुनिसक्यौँ, कथा त राम्ररी सुनिसक्यौँ, र मलाई यस्तो पनि लाग्छ कि हामी सबै एक हिसाबले पाठक र समीक्षक हौँ। हामी दुईजनाले बोलेको कुरा मात्रै सत्य होइन, खास हामीले महसुस गर्छौँ आफ्नै आफ्नै तरिकाबाट, आफ्नै आफ्नै भोगाइबाट। आज मैले एउटा कथा पढिरहँदाखेरि जुन दृष्टि मैले राख्छु नि, त्यो दृष्टि आज सुदूरपश्चिममा बसेर पढ्ने पाठकले फरक राख्छ, अथवा यो बजारीय एरिया र सहर गाउँको एरियामा चाहिँ बस्ने हुर्कने वातावरणले त्यसको दृष्टि नै फरक पार्दो रहेछ, आफ्नो भोगाइअनुसार फरक पार्दो रहेछ। हो त्यस्तो यहाँहरूलाई पनि अनुभूत हुन्छ।
यहाँहरूले कथा सुनिसक्नु भएको छ र सुनिसकेपछि एक हिसाबले समीक्षा गरिसक्नु भएको छ मनमा नै यो कथा अहिले मलाई यति छोयो, यो कथा यस्तो भएको भए अझै राम्रो हुन्थ्यो, यो कथा यसरी लेखिनु पर्थ्यो भन्ने पनि आउँछ दिमागमा र यतिको कथा भन्दा कस्तो खोजेको होला भन्ने पनि आउँछ क्या मनमा। म भए त यति पनि लेख्न सक्दिनँ थिएँ भन्ने पनि आउँछ। अब निर्मोही व्यासको कथा सुनिरहँदाखेरि हाम्रा धेरैका आँखा रसाए, मैले त्यो पनि हेरेँ। र शारदा पराजुलीको कथा पढ्दै गर्दाखेरि हामी धेरैजना चाहिँ काठमाडौँमा छिर्दै गरेका होइन, र कोही न कोही त हामी कसै न कसैका त शरण पऱ्यौँ नि त। केही समय त हामी आउने बित्तिकै हाम्रो डेरा त थिएन नि त है, कसरी हामी बस्यौँ त्यो पनि हामीलाई फिल भयो कि। र मैले नै भोगिरहेको कथा लेखियो कि गाउँबाट सहर छिर्दै गर्दाखेरि मैले भोगेका कथाहरूलाई कसरी थाहा पाउनु होला यहाँले भन्ने पनि लाग्यो। अझ यो परिवेश ठ्याक्कै यही घट्टेकुलोबाट सुरु भएको उहाँले भनिहाल्नु भयो। आज हामी यहाँ घट्टेकुलोमै छौँ, यहीँबाट डेरा खोज्दै खोज्दै गएको महिलाको कथा छ र त्यो कथा खोज्दै जाँदा गर्दा बुद्धनगरसम्म पुगेको होइन हो। यो परिवेश र पहिलाको कोठा खोजाइको त अझै एकदमै दुर्दशा नै थियो। अहिले त बरु अनलाइनले सहज गरिदिएको छ। ढोका ढक 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 ढकायो, कसले हेर्छ हेऱ्यो, घन्टी बजायो, कहिले कुकुरले झम्टिन आउँछ होइन, कहिले कति बजाएको होइन, कति घन्टी बजाएको, कोठा छैन भने गाली गरेर हप्काएर लगेछ। महिला मात्रै गयो भने त कोठै दिँदैन होइन, झापाको हो कि होइन भन्छ पुरुषहरूलाई पनि, स्याङ्जाको हो कि झापाको भन्छ, त्यसरी सोध्छ। बिहे गरेछ कि छैन भन्छ, कहाँबाट बिहे गरेर परिवारसहित लिएर हिँड्नु होइन, त्यो खालको पीडाहरू पनि थियो। र यहाँको महिलाको पीडा पनि त्यस्तै पीडा छ। यो विभुदा भन्नेले त्यसै गरी कोठा खोज्दै जाँदाखेरि एकजना म्याडमले भोलि आउनुहोस् न त भन्दै गरेको कथा छ र भोलिपल्ट जाँदाखेरि चाहिँ कोठा पाउँदा कति धेरै खुसी भएको कथा छ। र त्यो कोठा पाउनुमा खुसी भन्दा पनि त्यो बसाइ हेर्नु त कति अप्ठ्यारो छ होइन हो। यही प्रवृत्ति अब कोठामा भात पुर्याइदिनु पर्छ ल, हेर्नु त कस्तो छ। गर्दै गर्दाखेरि चाहिँ यो साइकोलोजिकल स्टडी गर्नको लागि एउटा महिलाले कस्तो सोच्दै हुने भन्दा टाढा बस्दै गरेकी महिला, एउटा बच्चालाई हुर्काउँदै गरेकी महिला, आफै बिजनेस गर्दै गरेकी महिला होइन, त्यस पछाडि सहरमा सङ्घर्ष गर्दै गरेकी महिला, अनि पछि गएर कुनै एउटा पुरुषसँग होइन जुन अपराध बोध भइरहेको छ त्यति बेलाको सम्बन्धमा फस्दै गरेकी महिलाले त मनोलग हुन्छ नि, एउटा मनोलग के हो। आफूले मनमा नै भित्र सोचेका कुराहरूलाई त्यसरी चाहिँ पश्चातापमा अलिकति एउटा प्याराग्राफ थपिदिएको भयो भने अन्तिममा भने जस्तो पनि भयो र बिचमा उसका संवादहरू राख्ने हो। त्यो कुराहरू अझै थपिदियो भने कति ब्युटिफुल हुन्थ्यो त्यो कथा, अझै कति सुन्दर हुन्थ्यो। त्यो पनि हुन्छ लाग्छ पढ्दै जाँदाखेरि। तर उहाँले भनिसक्नुभयो मैले लेखेको सुरुको कथा हो। सुरुमा त त्यही त हो नि, बच्चाले पनि त भोलि बिगार्छ नि त। हामी बारम्बार दोहोऱ्याएर तेह्राएर भन्न लगाएपछि न हामीले होइन अनि शुद्ध उच्चारण गर्न सिकाउँछौँ, भन्न सिकाउँछौँ, अर्थ लाउन सिकाउँछौँ, त्यो हुन्छ नै। र उहाँले यति हिम्मत गरेर लेखिदिनु भएको थियो र पो आज हामीले डिस्कस गर्न पायौँ। फेरि हामी यहाँबाट कलम दौडाइहाल्ने, भागाइहाल्ने अथवा लेख्दिनँ म भनेर प्रण गर्ने पनि होइन। युगमा बाँचेको पुस्ता छ क्या अझै। र यति लामा त्यो व्याख्यानहरू त ऊ रुचाउँदैन। अहिले मुक्त किन चलिरहेछ, सुशेली किन चलिरहेछ होइन, हामी हेरौँ न होइन, हाइक्यूहरू किन चलिरहेछ। त एकदमै नै थोरै कुरामा उसले धेरै कुराहरू ज्ञान लिन सक्छ। जसरी टिकटकको त्यो सर्ट्सहरू छन् होइन, अहिले त युट्युब भिडियो हेर्दैन, सर्ट्स हेर्छ क्या बच्चाले। म यसो ख्याल गर्छु, सर्ट्स सार्छ अनि एक वाक्य उसले थाहा पाउँछ यसले के भन्दैछ पछाडि, ऊ रोकिनेवाला छैन, उसलाई तानेन भने। ऊ हाम्रो लेखन पनि एकदमै अहिलेको समाजलाई केन्द्रित गराएर व्याख्या भन्दा पनि खालि हामी प्रकृतिको वर्णन गरेर हामी बोलाउन सक्दैनौँ। प्रकृति सबैले देखेकै छ होइन, अथवा कुनै एउटा डायलगलाई पनि हामी यति लामो बनाएर हामी त्यसलाई चाहिँ क्याच गर्न सक्दैनौँ, त्यो उसले तान्न सक्दैनौँ पाठकलाई। हामी छोटो डायलगहरूमा के ओइ कता हिँडेको हो नि त अहिले त, ओइ कहाँ हिँड्यो भाष के छ खबर, एकदम छोटो। तर एउटा मात्रै वाक्य यस्तो सशक्त वाक्य छ र त्यसले यति धेरै कौतूहल बनाइदिइरहेको छ यो कथाले नि। एउटा वाक्य तपाईँहरूले पनि ख्याल गर्नु होला, भाउजूले भनेको एउटा वाक्य छ, सोसाइटी कस्तो भइसक्यो भन्दा बिहे गरेर मलाई सहर लान्छौ, त्यसो भए मात्रै म तिमीसँग बिहे गर्छु भन्छ गाउँको केटी। लान्छौ मलाई घर नछोड है त, म बाबुआमा हेर्दा त बिहे गरेर नोकर होइन नि भन्छ। चाहने एउटाले अर्कालाई घुर्काइरहन चाहने होइन, आपसमा निकट भइरहन चाहने, त ठ्याक्कै यसले त्यही बोलेको छ यहाँनिर। पछि अब अरूभन्दा पनि यो प्रहितलाई त हामीले त्यति धेरै फोकस गरिरहेको छैन। सहायक पात्रहरूलाई त यो कथाले फोकस गर्न सकिरहेको छैन होइन। थोरै उनीहरूको पनि भूमिका दिनुपर्ने हुन्छ क्या। पुरै तल सुरुदेखि अन्त्यसम्म सहायकलाई डोर्याउनु त पर्दैन, तर कहीँ न कहीँ भूमिका त उभिन पनि त यो कथा अपुरो छ भन्ने चाहिँ देखाउनुपर्छ होइन। अनि एक्लै भएको बेला देवविलास सरले मेरो मन जिते भनेर उसलाई एउटा त्रास आएको छ नि, त्यो त्रास त्यत्तिकै सकाउनु हुँदैन क्या। कालो किन सेतो हुँदैन, उज्यालो किन हुँदैन, अँध्यारो किन आउँछ, त्यसले सङ्केत एकदम परिवेशले राम्रो सङ्केत गरेको छ।
तर तपाईँ फेरि यहाँनिर गएर अलिकति पाठकले अविश्वास गर्ने ठाउँमा पुग्नु पऱ्यो क्या। जब खुट्टाले छुँदै गरेको दृश्य हामीले सुन्यौँ नि होइन, खुट्टाले स्पर्श गर्दै गरेको छ महिलालाई, पुरुषको खुट्टाले भनिरहेछ, गोडाले छोइरहेको छ भने त्यहाँ स्पर्श हावी हुन्छ कि गन्ध हावी हुन्छ भन्नुहोस्? स्पर्श हावी कि गन्ध हावी? पुरुषको गन्ध आयो, महिलाको गन्ध आयो भन्नुभयो नि, त्यहाँनिर बाँचियो, कुरा बाँच्यो। हामीले सिरक तान्दै गरेको र खुट्टा छोइएको दृश्य देखाउँदैछौँ। खुट्टाले टच भइसके पछाडि त धेरै समयसम्म विवाहित हुन् दुवैजना, धेरै समयसम्म उनीहरू जोडीसँग छुटेर बसेका छन् भनेपछि त स्पर्शले कौतूहलता के कुतकुती लगाउनु पऱ्यो क्या, आकर्षण बढाउनु पऱ्यो। त्यो स्पर्शलाई नै हामीले जोड दिने हो गन्धलाई भन्दा पनि होइन। अँगालिसकेपछि गन्ध भने अब मिल्थ्यो, फेरि अँगालोमा आइसकेपछि त उसको गन्ध भने अब मिल्थ्यो हो। त्यहाँनिर पनि लेखकले अलिकति हामीले ख्याल गर्नु, त्यस्ता हरेक ठाउँमा धेरै लेखकले गर्नुहुन्छ यस्तो कुराहरू क्या। यो कुन शब्द चयन गर्ने, कुन बिम्बलाई खेलाउँदै गर्ने, बिम्ब खेलाउँदा पनि हामीले एकदम विचार गर्नुपर्ने हुन्छ। कहिले उनीहरूलाई ल यो सुनिसक्यौ, यस्तो लेखेर ल्याऊ र अर्को कार्यक्रममा तिमीले वाचन गर्नुपर्छ नि भनेर लगाइदिउँ न होमवर्क हो। यसरी हामीले साहित्यमा पनि हामीले पुस्तान्तरण गर्दै लैजाउँ होइन हो। यसको लागि पनि यो कार्यक्रमले ठुलो प्लेटफर्म प्रदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु। मलाई यहाँसम्म आएर आफ्ना कुराहरू राख्न दिनुभयो, मेरो धारणाहरू राख्न पाएँ, मलाई सुनिदिनु भयो, यहाँले धैर्यपूर्वक सुनिदिनु भयो, मलाई यहाँहरूसँग जोडिने माध्यम बनाइदिनु भयो, त्यसको लागि सबैजनालाई हार्दिक आभार व्यक्त गर्दै बिदा हुन्छु। धन्यवाद डाक्टर अम्बिका अर्यालज्यू, राम्रो समीक्षात्मक टिप्पणी गर्नुभयो र हामीलाई केही सुझाव पनि दिएर जानुभयो। हाम्रो यो नेपाली कथा साहित्यमा पुनर्जागरण अभियानको सौन्दर्य नै यही हो। अनि नयाँ पुस्ता र पुराना पुस्तालाई पनि जोडिरहेका छौँ। पुराना स्रष्टाहरूले कस्तो कस्तो कथा लेख्नु हुँदो रहेछ, जस्तै हामी दिवंगत कथाकारहरूको कथा हामीले वाचन गऱ्यौँ, सुन्यौँ धेरै पटक। र पुराना स्रष्टाहरू इस्माली, भागीरथी श्रेष्ठ, माया ठकुरी, हिरण्यकुमारी पाठक, मन्जु तिवारी काँचुली, त्यसपछि हाम्रो सुलोचना मानन्दर जस्ता व्यक्ति, हरि अधिकारीहरू, धेरै धेरै मधुबन पौडेल, बाबा नेउपाने, धेरै धेरैका कथाहरू हामीले चाहिँ यहाँ कथा सुनिसकेका छौँ। र नयाँ कथाकारहरूमा पनि पुराना कथा पनि नयाँ कथाहरू पनि हामीले धेरै सुनिसक्यौँ र सुन्दै जाँदैछौँ। तपाईँले अघि सुझाव भन्नुभयो चाहिँ पुराना पुस्तालाई र नयाँ पुस्तालाई पनि हामी समेट्दै गइरहेका छौँ र हामी हरेक पटकको सेगमेन्ट अलिकति चेन्ज गर्छौँ। जस्तै पहिले चारवटा कथा सुन्ने अनि दुईजना समीक्षकबाट दुईवटा कथामाथि समीक्षात्मक टिप्पणी गर्न लाउँछौँ। कहिले फ्लोर ओपन गरिदिन्छौँ, समीक्षकलाई नराखिकन दर्शक र श्रोता दीर्घबाट नै त्यो कथा सुनेर उहाँहरूले प्रश्न सोध्नुहुन्छ। कथाकारले यहाँ बसेर आफ्नो कुन परिवेशमा कथा लेखिएको त्यो प्रश्न उठाउनुहुन्छ, उहाँहरूले त्यो प्रश्नलाई आछु पार्नुहुन्छ कथाकारलाई। विजय मल्लको शताब्दी समारोह मनायौँ हामीले 3-4 महिना पहिले। त्यस बेलामा उहाँको विजय मल्लको एउटै कथा कालो चस्मा भन्ने कथामाथि हामीले चाहिँ पुरै समय खर्च गऱ्यौँ। त्यसमा दुईजना दिवंगत भइसकेका समालोचकहरूबाट समालोचनमा टिप्पणी पनि सुन्यौँ। के अरे हाम्रो वामदेव पहाडी र डाक्टर तारानाथ शर्माको समीक्षात्मक टिप्पणी सुन्यौँ कालो चस्मामाथि। साक्षात् यहाँ उहाँ समीक्षकहरूबाट पनि सुन्यौँ। यसै गरी पटक पटक हामी चाहिँ चेन्ज गरिरहेका छौँ र नयाँ पुस्तालाई, पुराना पुस्तालाई, नयाँ कथाकारलाई, पुराना कथाकारहरूलाई, सिनियरहरूलाई, जुनियरहरूलाई सबैलाई समेटेर कहिले हामी हिमालका कथा सुनिरहेका हुन्छौँ। जस्तै हाम्रो प्रमोद काकुरालले अस्तिमा अनितो हिमाल यस्तो मिठो कथा सुनाएर जानुभयो, अति नै सशक्त। एक दिन इल्या दिदीले एउटा कथा सुनाउनु भएको थियो 5-7 महिना पहिले नै, यति यहाँ धरधरी रोएल मान्छे। हरेक किसिमका स्वाद हामीले चाख्न पाइरहेका छौँ र यहाँहरूको सद्भाव, यहाँहरूको सुझाव हामीलाई सधैँ चाहिँ एकदम सहर्ष स्वीकार्य छ, ग्राह्य छ। यस्तै हामी सुन्दै जान पाऊँ र अब ढिलो नगरिकन समय पनि धेरै भइसकेको छ। अब हाम्रो परिकल्पनाकार द्वयमध्ये सर्वश्री पुष्कर लोहनी ज्यूबाट धन्यवाद ज्ञापन सहित आफ्नो मन्तव्य चाहिँ भन्नुहुनेछ र
यस बिचमा मबाट उद्घोषकका हैसियतले मबाट केही गल्ती हुन गएको भए, त्रुटि हुन गएको भए, केही कुरो पुर्याउन नसकेको भए त्यसमा क्षमा प्रार्थी छु र आफ्नो भूमिकाबाट ओझल हुन्छु। ओझल हुनुभन्दा पहिले एउटा कुरा भनिहालौँ, यहाँहरू खाजा खाएर जानुहोला र सामूहिक तस्बिर हामी आँगनमा बसेर खिचाउनेछौँ अन्तिममा खाजा खाइसकेपछि। र अब ल हाम्रो पुष्कर लोहनी दाजुलाई म यहाँ निम्त्याउँछु। उहाँ आफ्नो धन्यवाद ज्ञापनसहित समापन मन्तव्य उहाँले व्यक्त गर्नुहुनेछ। धन्यवाद। म चाहिँ बिदा हुन्छु। नमस्कार। बोल्नु त धेरै मेरो केही छैन। एउटा भिन्नै किसिमको एटमोस्फियर क्रिएट गरेकोमा आज कस्तो कस्तो लाग्यो। आज मलाई बोल्ने मुड पनि आयो। हामीले पाठकलाई एउटा ल्याएका थियौँ र पाठकको विचार के हुन्छ त्यो पनि सुन्न पाएनौँ। अब यहाँ त आफ्नै प्रवचन जस्तो हुन थाल्यो कि सायद उहाँले नै गरेको कि जस्तो लाग्यो मलाई। हाम्रो कथाकारहरूले व्यक्तिगत गरेको यो त यस्तो सिचुएसन बनाएको छ। हामीले त पाठकलाई कन्सिडर गरौँ नि, लेखकले पनि पाठकलाई चिन्न सकोस् र लेखकले आफ्नो कथा अथवा आफूले भनेको कुरालाई ध्यान दिएर चाहिँ सुनिदियोस् भन्ने बातमा आज मलाई कस्तो त मुडै खिच्यो। आजको वातावरण मलाई त्यो लाग्यो। पुष्कर केही पनि होइन, वचनजी पनि केही पनि होइन। हामी त एउटा के भने एउटा मुभमेन्ट ल्याएर अगाडि राख्नु एउटा सतर्क बनाएको मैले कुनै कमेन्ट गरेको होइन। हाम्रो मुख्य उद्देश्य कथा सुनिदिने, कथा भनिदिने, आफ्नो बारेमा तारिफ नगर्ने र आफ्नो तारिफको दृष्टिले नगर्ने कि पाठकले के भन्छ, कृतिले के भन्छ भन्ने कुरो लेखकले पनि सुन्ने र पाठकलाई कसरी प्रभाव पारेर चाहिँ आफ्नो भनेको कथाले चाहिँ त्यतापट्टि ध्यान दिए अझ राम्रो हुन्छ कि भन्ने मेरो एउटा सजेसन हो। एक सबै यत्रो ठुलो जमघट कहिले 10जनाबाट सुरु गरेको थियो, कहिले 4जनाबाट गएको थियौँ, पछि हाम्रै नक्कल गरेर कतिजना गए असफल भएका छन् कि असफल भयो भन्ने सकेर हामी पनि 17 एक 2जना बौद्धिक हो यिनीहरू एउटा आफ्नो गेम खेलेका भन्ने पनि मिल्थ्यो। कोही यहाँसँगै राखेको नाउँ राख्दैन अरे। हामी 2जनाले गर्दाखेरि उनीहरू पनि एउटा एडमिसन गर्ने मान्छेले गरे जस्तो गर्दाखेरि उहाँले हाम्रो सुखदेवले गरे जस्तै 1-2जना साहित्यकार नारी साहित्यकार हाम्रो उहाँ पनि म पनि त्यो संस्थानमा राखेर बदनाम गरिरहेका छन्। त्यो बदनाम त उहाँले आफूले गर्नुहुन्छ ठाउँ ठाउँ बनेर। पुष्कर लोहनी के हो भने के पाठकले थाहा छैन र नेपाली साहित्यमा अध्ययन गर्ने थाहा छैन र पुष्कर लोहनीको किताब पढ्ने पनि छन्। मेरो पनि आलोचना किताबहरू आउँदैछन्। मैले 63 सालमा आलोचना लेखेका थिएँ। आज त्यही अहिले परम्परा भइरहेको छ। 63 सालमा उसले शारदा शर्माको साहित्यमा त पढ्नुको होला। शारदा शर्माको अग्निस्पर्शको बारेमा ठुलो विशाल उ भएको थियो सेमिया। यहाँ सबैजनाले गरेका थिए। त्यस बेला मलाई पनि 15 मिनट थियो। पहिले 45 मिनट बोल्नको निम्ति नराजी पनि आउनुभयो, शाहजानी आउनु, पछि हुँदाखेरि 15 मिनट पारमा भइदिएको। जब मैले त्यहाँ बोल्न थालेँ जब मेरो पनि जितेपछि सबैजना पुष्कर सरले गरेको जस्तो म कहिले पनि गर्न सक्दैन भने हाम्रो शाहजानी गर्नुभयो। पछि त्यो मदन पुरस्कार पनि पाउनु भयो। मैले बोलिसकेपछि त मदन पुरस्कार पनि पाउनु भयो। अर्को उस्तै पायो, अग्नि पायो। त्यस बेला त्यसको काउन्टर चाहिँ लामिछाने त्यो पुरस्कार फेरि उहाँले पाउनुभयो। यस्तो राजनीतिक 63मा बजेको त्यो अग्नि ईश्वर चाहिँ निस्किएपछि त्यही परम्परामा अहिले हाम्रो चाहिँ अर्चना थापाको